बाफ रे बाफ यार साथीहरु, बल्ल तल्ल भेटियो युएसए को स्क्वाड साथीहरु हैन। अपोनेन्टहरु युए पुगिसकेको छ, स्क्वाड आएकै छैन साथीहरु हैन। म पनि प्री म्याच भिडियो बनाउनु पर्यो भनेर बसिरहेको थिएँ, अनि यसो युएसए को स्क्वाड हेर्नु पर्यो भनेर गएको त कहीँ पनि छैन इन्फर्मेसन साथीहरु। बल्ल तल्ल भेटियो। एन्ड व्हेन यु थिंक अबाउट युएसए क्रिकेट, द गाय द लेजेन्ड पीटर डेला पेना, क्या सटायर छ, क्या पर्सनालिटी छ उहाँको हैन, क्या राइटिङ छ हैन, उहाँको लेख हैन, उहाँको राइटिङ, उहाँको पोस्टहरु सटिक हुन्छ, एकदमै सटायरिकल हुन्छ, ठ्याक्कै मनमा गएर घोच्छ के उहाँको लेखाइ। जब हामी युएसए को विरुद्धमा खेल्छौं साथीहरु, आई एम एक्चुअली लुकिङ फरवर्ड टु पीटर डेला पेना के। हिज थट्स एन्ड हिज कमेन्ट्री, हिज आइडियाज हैन, उहाँको एनालिसिस एकदमै इन्ट्रेस्टिङ हुन्छ हेर्नको लागि। सो आई ह्याड टु गो इन्टु हिज पेज के टु फाइन्ड आउट कि वेदर ही हैज द स्क्वाड अर नट हैन, कि उहाँले चाहिँ लेख्नु भएको छ कि। तर मैले चाहिँ त्यहाँ के देखेँ भन्दाखेरि चाहिँ, ही इज एक्चुअली मकिङ द युएसए बोर्ड अगेन हैन। ही इज एक्चुअली क्रिटिसाइजिङ कि युएसए को स्क्वाड अहिलेसम्म आएको छैन, युए पुगिसकेको छ, प्र्याक्टिस म्याच पनि खेलिसकेको छ, तर युएसए को स्क्वाड के हो भनेर युएसए को स्टेक होल्डरलाई त थाहा नै दिएको छैन भन्ने खालको कुराहरू गर्दै हुन्थ्यो। द्याट इज युएसए क्रिकेट इन अ नटसेल साथीहरु। रिगार्डलेस अफ हाउ द युएसए बोर्ड इज डुइङ, रिगार्डलेस अफ व्हाट इज गोइङ अन इन द ब्याकग्राउन्ड, द टिम इज भेरी भेरी गुड साथीहरु। डिभिजन 2 टेबलको चाहिँ सेकेन्ड पोजिसनमा हुन्छ उहाँहरु। दे आर चेजिङ वेल, दे आर डिफेन्डिङ वेल, दे विन अलमोस्ट all matches। बेसिकली भन्दाखेरि साथीहरु ओडीआई फर्मेटमा चाहिँ दे आर डुइङ रियली वेल इन माई ओपिनियन इन दिस सिरिज। नेपाल हैज टु बी मोर केयरफुल अबाउट युएसए देन यूएई। सबैजना स्वागत छ मेरो नयाँ भिडियोमा, सबैजना स्वागत छ नयाँ दिनमा साथीहरु है। टुमोरो देयर इज अ म्याच बिट्विन नेपाल एन्ड युएसए। यु गाइज क्यान कन्सिडर दिस एज अ प्री म्याच एनालिसिस अफ नेपाल्स म्याच अगेन्स्ट युएसए इन यूएई इन दुबई। च्यानलमा पहिलोचोटि आउँदै हुनुहुन्छ भने डोन्ट फर्गेट टु लाइक, शेयर, सब्स्क्राइब च्यानल टीएसबी। तपाईहरुको पनि ओपिनियन लेख्नु होला कमेन्ट सेक्सनमा। थ्यांक यू सो मच फर सपोर्टिङ माई जर्नी अन्टिल नाउ। टुडेज टीएसबी सङ इज डेडिकेटेड टु द लेजेन्डरी पीटर डेला पेना। टाइम फर द टीएसबी सङ। लेट्स स्टार्ट द भिडियो नाउ है त। तपाईहरुले चाहिँ युएसए को चाहिँ पास्ट 3 रिजल्ट्स हेर्नुभयो भने ओडीआई फर्मेटमा यु क्यान सी दैट कि उहाँहरुको ब्याटिङ बबाल भइरहेको छ। दे एक्चुअली हैव अल काइन्ड अफ आर्मरी। टप अर्डरले ब्याटिङ गर्न सक्छ, मिडल अर्डरले ब्याटिङ गर्न सक्छ, कहिलेकाहीँ लोअर अर्डरले पनि ब्याटिङ गर्न सक्छ। 270, 280, 290 जस्तो स्कोरहरु इजिली डिफेन्ड गर्न सक्छ, इजिली चेज पनि गर्न सक्छ। अब यस्तो खालको टिमलाई कसरी ट्याकल गर्ने? दिस इज अ साइन अफ भेरी प्रपर ओडीआई टिम। यस्तो खालको टिमको विरुद्धमा चाहिँ कसरी स्ट्र्याटेजी बनाउने त, कसरी खेल्ने? म पनि हेर्दै थिएँ साथीहरु, म पनि खोज्दै थिएँ हैन। कुनै त वीक पोइन्टहरु भेटिएला, कुनै स्ट्रङ पोइन्टहरु भेटिएला, कुनै म्याच विनर भेटिएला। त्यही 3वटा म्याचेसको भिडियो हेर्दाखेरि अनि नेपाल खेलेको लास्ट इयर को म्याचेसको भिडियोज हेर्दाखेरि मैले एउटा खेलाडी स्ट्यान्ड आउट पाएँ, सायन जहांगीर भन्ने खेलाडी साथीहरु है त। सायन जहांगीर। आजको भिडियो यही खेलाडीको बारेमा हुनेछ साथीहरु, बिकज दिस प्लेयर क्यान ब्याट एन्ड दिस प्लेयर क्यान ब्याट इन डिफरेन्ट पोजिसन्स अक्रस डिफरेन्ट अपोनेन्ट्स इन डिफरेन्ट कन्डिसन साथीहरु। बिफोर आई गेट इन्टु सायन जहांगीर, जेनरली भन्दाखेरि चाहिँ युएसए को ब्याटिङलाई सबसाइड गर्नको लागि नेपाल हैज टु बल रियली वेल। नेपाल हैज टु ब्रेक पार्टनरशिप्स। इट डज नट म्याटर इफ नेपाल टेक्स लाइक 5-6 विकेट्स इन 30 ओभर्स, दे विल स्टिल कम ब्याक, दे विल स्टिल मेक अ गुड टोटल। अनि त्यो गुड टोटल भनेको चाहिँ 270, 280, 290 युएसए को लागि दैट इज नट अ बिग स्कोर हैन। एन्ड वी हैव सीन दैट दे कैन इजिली डिफेन्ड सच टोटल्स। पार्टनरशिप ब्रेक गर्नको लागि चाहिँ बलिङ चेन्जेस, नन्दन यादव, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, all these players will be very important. If we don't have a proper bowling plan, USA will take the game away from us. जहिले पनि त्यही जनरल कुरा कतै गर्ने साथीहरु। तर if there was any tournament, if there was any series, if there was any condition, if there was any condition where Nepal had to bat really well, it is the UAE against USA. यो भन्दा इम्पोर्टेन्ट सिचुएसन हुन सक्दैन। नेपालले यस्तो अपोजिसनको अगेन्स्टमा यस्तो कन्डिसनमा चाहिँ ब्याटिङ गर्नै पर्छ। जहिले पनि हामी भनिरहेको हुन्छौं ब्याटिङ गर्नै पर्छ भनेर, तर मोर इम्पोर्टेन्टली नाउ र यसमा पनि साथीहरु सायन जहांगीरको चाहिँ रोल ठुलो छ। सायन जहांगीरलाई कसरी आउट गर्ने, बिकज दिस ब्याटर क्यान ब्याट इन द टप अर्डर, इन द मिडल अर्डर, लोअर अर्डरमा पनि ब्याटिङ गरिदिन्छ। कसरी रोक्ने साथीहरु? अब कसरी रोक्ने त यार यस्तो खालको खेलाडीलाई हैन। सो मैले के तपाईहरुलाई देखाउन चाहन्छु है। तपाईहरुलाई याद छ भने इन द पास्ट युएसए ले चाहिँ ओमानसँग एउटा म्याच खेलेको थियो, जुन चाहिँ सुपर ओभरमा ओमानले जितेको थियो है साथीहरु। त्यो म्याचको चाहिँ मैले फुटेजहरु निकालेर चाहिँ स्क्रिनशट जस्तो लिएर चाहिँ तपाईहरुलाई देखाउँछु है, सायन जहांगीरलाई कसरी आउट गरेको भनेर है साथीहरु। सो यो गेममा चाहिँ सायन जहांगीरले त्यति रन स्कोर गर्न सक्नु भएन, तर यहाँ चाहिँ ओमानको बलर अहमदले चाहिँ कसरी बलिङ गर्नु भयो, कसरी आउट गर्नु भयो त्यसको बारेमा कुरा गर्न चाहन्छु। एन्ड आई वान्ट टु टक अबाउट हिज विकनेस साथीहरु, किन भन्दाखेरि आई जस्ट फिल दैट कि नेपाल हैज टु बी भेरी केयरफुल अबाउट सायन जहांगीर इन माई ओपिनियन। त्यसैले मैले आजको पुरै भिडियो चाहिँ सायन जहांगीरको नाममा गरिदिएको छु है साथीहरु। फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ भन्ने तपाईलाई म 4वटा चाहिँ एउटा स्लाइड देखाउँछु। फर्स्ट स्लाइडमा तपाईहरु हेर्नु होला है, एकचोटी बलरलाई हेर्नु साथीहरु है। बलर र अम्पायरको बीचमा कति धेरै ग्याप छ। लुक एट वेयर द बलर इज के साथीहरु, इट्स अ लेफ्ट आर्म बलर हैन। लेफ्ट आर्म बलरले राइट ह्यान्डेड ब्याटरलाई बलिङ गर्दै हुनुहुन्छ। त्यसपछि 14 नम्बर लेखेको खेलाडी नन स्ट्राइकरले पनि एकचोटी हेर्नु होला। जस्ट लुक एट द वे नन स्ट्राइकर इज नट एन्टिसिपेटिङ, इट डज नट लुक इन्भल्भ के। हेर्दाखेरि साथीहरु कस्तो लाग्छ भन्दाखेरि चाहिँ एज इफ हिज नट इन्ट्रेस्टेड हैन, और हिज नट एन्टिसिपेटिङ द रन हैन। एज इफ दुईटा ब्याटरको बीचमा चाहिँ कुरा के भएको छ भन्दाखेरि चाहिँ यसको बलमा रन लिनु मिल्दैन, यु जस्ट डिफेन्ड द बल हैन, आई विल जस्ट स्टे एट दिस एन्ड। सो क्लियरली किन कि डिफेन्सिभ अप्रोच यहाँ देखिन्छ है। अब यो नम्बर 1 स्लाइडमा चाहिँ ब्याटरको चाहिँ फिट पोजिसन त्यहाँ हेर्नु होला, कसरी खुट्टा राखेको छ। फेस अफ द ब्याट त्यहाँ हेर्नु होला, फेस अफ द ब्याट इज लाइक पोइन्टिङ टुवर्ड्स द अफ साइड हैन। अब सेकेन्ड स्लाइडमा एकचोटी हेर्नु होला,
बलरको हातबाट बल छुटिसकेको छ एन्ड जस्ट लुक एट द बलको एंगल के बल इज सो फार अवे फ्रम द ब्याटर के साथीहरु बलको एंगल कस्तो शार्प छ के ब्याटरको खुट्टा एकचोटी हेर्नु होला सेम पोजिसन ही हैज नॉट इवन मूव्ड हिज फीट के ब्याटरले आफ्नो खुट्टा चलाएको पनि छैन ब्याटरको टाउको पनि पुरै सिधा छ हैन तपाईहरुले ब्याटरको ब्याट फेस हेर्नुभयो भने इट इज स्टिल पोइन्टिङ टुवर्ड्स द अफ साइड सो इट लुक्स लाइक ही इज गोना प्ले कभर शट हैन अर मेबी टुवर्ड्स द पोइन्ट ब्याटरको अप्रोच त्यस्तो देखिन्छ अब फेरि एकचोटी नन स्ट्राइक एन्डमा भएको ब्याटरले हेर्नुस् जस्ट लुक एट द नन स्ट्राइकर के साथीहरु ही हैज नो इंटेंशन अफ रनिङ ही इज लाइक वाचिङ द बल हैन यूएसए को कस्तो डिफेन्सिभ अप्रोच छ के बडी ल्याङ्ग्वेजबाट थाहा हुन्छ कि ही जस्ट वान्ट्स टु स्टे देयर हैन वी क्यान कन्सिडर दैट दिस इज सम सर्ट अफ वीकनेस हैन अब जाउँ साथीहरु हामी तेस्रो स्लाइडमा जाउँ हैन तेस्रो स्लाइडमा तपाईहरुले हेर्नुभयो भने द बल इज अलमोस्ट ल्यान्डिङ अन द एज अफ द अफ स्टम्प कस्तो शार्प थियो के एंगल हैन शार्प एंगल भए पनि ठ्याक्कै अफ स्टम्पको अगाडि चाहिँ पिच हुँदैछ त्यो हैन अब यो स्लाइडमा एकचोटी हेर्नुला साथीहरु ब्याटरले कसरी ब्याट चाहिँ माथिबाट तल ल्याएको छ टु डिफेन्ड द बल हैन हिज हेड इज डाउन फीट मुभमेन्ट इज सेम ब्याट फेस इज स्टिल पोइन्टिङ टुवर्ड्स द अफ साइड अब यसले के भन्छ भन्दा साथीहरु फर्स्ट सेकेन्ड स्लाइडमा चाहिँ ब्याटर वाज एन्टिसिपेटिङ टु हिट द शट टुवर्ड्स द अफ साइड टुवर्ड्स कभर साइड हैन तर थर्ड स्लाइडमा चाहिँ जस्ट बिफोर द बल इज पिच्ड आई थिंक ही रियलाइज कि ही हैज टु डिफेन्ड द बल त्यो रियलाइज गरेपछि ब्याटरको टाउको पनि तल छ हिज हेड इज पोइन्टिङ टुवर्ड्स द बल हैन एन्ड हिज ब्याट इज फेसिङ टुवर्ड्स द अफ साइड ही इज ट्राइङ टु डिफेन्ड द बल द नन स्ट्राइकर इज सिटिङ देयर एन्ड जस्ट लुकिङ एट द बल के साथीहरु अब जब हामी फोर्थ स्लाइडमा साथीहरु सो यहाँसम्म चाहिँ साथीहरु द बल हैज क्लिप द स्टम्प्स बलले चाहिँ स्टम्प्स हानिसकेको छ ब्याटरको ब्याट पोजिसन हेर्नुभयो भने स्टिल द ब्याट इज फेसिङ टुवर्ड्स द अफ साइड देयर इज नो फिट मुभमेन्ट एज सच हैन दुईटै विकेट किपर प्लस ब्याटर त्यहाँ हेर्नु होला दुवै जना इभन आफ्टर द बल इज बिङ हिट टु द स्टम्प्स दे आर फलोइङ द बल के दे आर वाचिङ द बल दे आर स्टिल वाचिङ द बल त्यो स्टम्पमा लागिसकेपछि पनि दे स्टिल गेजिङ एट द बल के साथीहरु एन्ड देन लुक एट द नन स्ट्राइकर नो चेन्ज इन हिज इन्टेन्ट टोटली डिफेन्सिभ साथीहरु मैले सायन जहाँगीरको किन कुरा गरेको भन्दाखेरि चाहिँ यो खेलाडीलाई आउट गरेन भने ही इज गोना स्कोर बिग रन्स के एन्ड ही क्यान ट्रबल द नेपाली बलर्स ही क्यान फर्ज अ पार्टनरशिप तर ही हैज अ वीकनेस अ लेफ्ट आर्मर हु क्यान क्रिएट दैट सर्ट अफ एंगल इज क्लियरली ट्रबलिङ हिम र जस्तो खालको चाहिँ बडी ल्याङ्ग्वेज देखि नन स्ट्राइकरबाट जस्तो खालको डिफेन्सिभ ब्याटिङ अप्रोच देखिदै थियो फ्रम द ब्याटिङ पर्सपेक्टिभ बोथ स्ट्राइकर एन्ड नन स्ट्राइकर त्यसले के भन्छ भन्दाखेरि चाहिँ परह्याप्स द यूएसए ब्याटर्स विल स्ट्रगल अगेन्स्ट लेफ्ट आर्मर्स तर बोथ ललित राजवंशी एन्ड शाह आलम दे डोन्ट नेसेसरीली क्रिएट सच एंगल्स द ओन्ली बलर दैट केम टु माई माइन्ड वाज कुशल भुटेल अनि मैले पछाडि गएर उहाँहरुको स्ट्याट्स हेरेको थिएँ कुशल भुटेलले पनि आउट गर्नुभएको रहेछ सायन जहाँगीरलाई गुलसन्जाको बलमा पनि आउट हुनुभएको थियो कुनै पनि ब्याटरले साथीहरु आफ्नो ब्याट फेस चाहिँ अफ साइड पोजिसनमा तेर्साउँछ भने क्लियरली दैट ब्याटर इज अ नेचुरल अफ साइड प्लेयर इज अलवेज लुकिङ टु स्कोर रन्स इन द अफ साइड दिपेन्द्र सिंगारी इफ यू आर लाइक वाचिङ दिस भिडियो मेबी ही विल रन अ सिंगल अर डबल बाइ प्लेइङ अ शट इन द कभरेज त्यो पनि हामीलाई एउटा अपर्च्युनिटी हुन सक्छ तर इभन पेसर्स हैन इभन नन्दन यादव सम्पल गामी इफ यू लाइक बॉलिङ टु हिम ट्राई टु क्रिएट दैट सर्ट अफ एंगल इट इज अ पिटी दैट वी डोन्ट हैव अ लेफ्ट आर्म पेसर इन दिस सीरीज भएको भए अझै दुःख दिनु मिल्थ्यो होला बट एनीवे साथीहरु आई जस्ट वान्टेड टु शेयर दिस मैले चाहिँ खाली साथीहरु आफ्नो अब्जर्भेसन शेयर गरेको हो हैन बिकज आई वाज लाइक वाचिङ ऑल दिस भिडियोज हैन अफ यूएसए नेपाल यूएसए अगेन्स्ट अदर टिम्स एज वेल यूएसए अगेन्स्ट नेपाल एज वेल फर सम रिजन साथीहरु दिस गाइ रियली स्टक टु माई माइन्ड के सायन जहाँगीर यो खेलाडीलाई आउट गर्न सकिन भने उहाँले हामीलाई बिताउनु हुन्छ है नेपाललाई गाह्रो पर्न सक्छ होला भन्ने चाहिँ मेरो एउटा इन्स्टिंक्ट हो हैन जस्ट माई अब्जर्भेसन माई एनालिसिस है अरु खेलाडीको कुरा गरौँ भन्दा पनि साथीहरु आज चाहिँ यसको बारेमा कुरा गरे बिकज आई फियर दैट ही माइट बी द ट्रबल फाइटर फर नेपाल अनि मैले तपाईहरुलाई अघि सुरुमा भनेको जस्तै दिस ब्याटर क्यान ब्याट एट टप अर्डर मिडल अर्डर लोवर अर्डर जहाँ पनि ब्याटिङ हुन्छ यो ब्याटरबाट लेफ्ट आर्मर्सको अगेन्स्टमा चाहिँ विकनेस रहेछ हैन बलको एंगल चाहिँ अलिकति एक्युरेट हुनुबित्तिकै खुट्टा फ्रीज हुँदो रहेछ है साथीहरु ही इज प्लेइङ लाइक अ टिपिकल ब्याटर ही इज कीपिङ हिज हेड स्ट्रेट हैन बिकज ही डज नट वान्ट टु मिस टाइम द बल बिकज ही डज नट वान्ट टु गेट आउट इन एलबीडब्ल्यू हैन तर नन स्ट्राइकरको चाहिँ बडी ल्याङ्ग्वेज हेर्दाखेरि चाहिँ इट इज क्लियर दैट कि द कम्युनिकेसन हैज बीन अबाउट डिफेन्डिङ द बल डिफेन्डिङ द बलर प्लेइङ आउट दिस ओभर सो क्लियरली त्यो एउटा विकनेस छ यूएसए को ब्याटिङको र मैले चाहिँ यूएसए को अगेन्स्टमा सायन जहाँगीरको अगेन्स्टमा चाहिँ लेफ्ट आर्मरले मात्र बलिङ गर्नुपर्छ याले चाहिँ धेरै नै लेफ्ट आर्मरले गर्नुपर्छ भन्न खोजेको हैन मैले के भन्न खोजेको भन्दा चाहिँ मेबी जस्ट मेबी साथीहरु एन्ड दिस इज अ मेबी अगेन हैन दिस इज माई पर्सनल फिलिङ कि मेबी द यूएसए ब्याटर्स लाइक स्ट्रगल अगेन्स्ट एक्युट एंगल्स हैन अफ साइडमा चाहिँ हामीले उहाँलाई माछा मार्न सक्छौं स्ट्याट्स हेर्दाखेरि चाहिँ सच अ ब्रिलियन्ट प्लेयर हैन बिग नक्स बिग स्कोर्स अगेन्स्ट अल दिस टिम्स यो कुराहरुलाई ध्यानमा राखेर बलिङ गर्न सक्यो भने वी क्यान डेफिनेटली गेट ओभर सायन जहाँगीर बिफोर आई वान्टेड टु मेक दिस भिडियो आई मेड श्योर कि आई हैड द स्क्वाड लिस्ट विथ मी र यूएसए को स्क्वाडमा चाहिँ सायन जहाँगीर चाहिँ हुनुहुन्छ सो बी केयरफुल अबाउट दैट अपार्ट फ्रम दैट साथीहरु इन माई ओपिनियन द डिफरेन्स बिट्विन नेपाल एन्ड यूएसए विल also be the fielding हैन आई थिंक नेपाली प्लेयर्स आर मोर फिट दे विल एक्जिबिट एज अ बेटर फिल्डिङ साइड इन दिस गेम एज वेल यूएसए को अगेन्स्टमा जित्नको लागि चाहिँ नेपालले पहिला ब्याटिङ गरेकै राम्रो होला आई थिंक वी नीड एट लिस्ट 280 290 on the board if we want to create any chance to win against the USA in the UAE and we have to break partnerships र यूएसए को गेममा साथीहरु आई हैव हाई होप्स फ्रम सन्दीप लामिछाने you have to break partnerships यो गेममा मोस्ट स्पेसिफिकली we have to break the partnerships it is very very vital साथीहरु है and we have to do that in important phases of the game यो गेमको लागि साथीहरु आई थिंक द प्लेइङ 11 is quite obvious तपाईहरुले बुझ्नु भयो होला मैले त्यही युजुअल 11 भनेको छु हैन द म्याच इज टुमोरो साथीहरु एन्ड यूए को कन्डिसन कस्तो हुँदाखेरि चाहिँ डजन्ट म्याटर हाउ यु प्ले द फर्स्ट 10 ओभर्स त्यसपछिको 10 to 20 कस्तो खेल्नुहुन्छ डजन्ट म्याटर द ब्याटर्स विल नीड टु कीप इभल्भिङ एभ्री 10 ओभर्स के एन्ड देयर इज अलवेज अ चान्स अफ अ कमब्याक इन द यूए त्यो यूए को कन्डिसन हो इभन इफ नेपाल लुजेस लाइक 3-4 विकेट्स इन द पावर प्ले नेपाल क्यान इजिली कम ब्याक इन द मिडल ओभर्स यूएई को कन्डिसन भनेको त्यो हो अलराइट साथीहरु आजको भिडियो यति नै बीवेयर अफ सायन जहाँगीर ही इज द मोस्ट इम्पोर्टेन्ट प्लेयर दैट वी हैव टु थिंक अबाउट आई गेस हैन आई जस्ट प्रेजेन्टेड वन प्लान त्यति भन्दै साथीहरु जस्ट वान्टेड टु शेयर माई आइडियाज आई वान्ट टु विश द नेपाली क्रिकेट टिम अल द
द बेस्ट फर टुमोरोज म्याच राम्रोसँग खेल्नु होला साथी माई नेक्स्ट भिडियो विल बी आफ्टर द म्याच साथीहरु मेबी टुमोरो मेबी डे आफ्टर टुमोरो लेट्स सी व्हेन द गेम विल एन्ड हैन बट हामी लाइभ जोडि नै हाल्छौं डिस्कर्डमा मसँग लाइभ कुरा गर्नु छ भने हाम्रो एउटा डिस्कर्ड ग्रुप छ साथीहरु मेरो च्यानलको डिस्क्रिप्सनमा छ डिस्कर्ड ग्रुपको लिंक त्यहाँ गएर थिच्नु भयो भने यु विल डाइरेक्टली कम टु द डिस्कर्ड ग्रुप त्यहाँ जोइन गर्नु होला त्यहाँ कुरा गरौँला त्यहाँ लाइभ भेटौँ न साथीहरु म्याच हुँदै गर्दाखेरि है त त्यति भन्दा साथीहरु आजको भिडियो यति नै थ्यांक यू सो मच फर वाचिङ माय भिडियो until the end excited to experience Peter Della Pena again until next time साथीहरु I'll see you again take care of yourself tata bye bye